जय मसीह सबैजनालाई। कहिलेकाहीँ जीवनमा यस्तो पल पनि आउँछ जब चारैतिर अँध्यारो हुन्छ, मन उदास हुन्छ र लाग्छ यो एक्लोपनको अन्त्य कहिले पनि हुँदैन। तर यस्तो बेलामा एउटा सानो ज्योति अनन्तको आशा बन्न सक्छ र त्यो ज्योति हो येशूको प्रेम। बाइबलमा जब हामी भजन सङ्ग्रह 23को 1 लाई हेर्छौँ, यहाँ यस्तो लेखिएको छ, परम प्रभु मेरो गोठाला हुनुहुन्छ, मलाई केही कुराको अभाव हुँदैन। आमेन। यसको अर्थ हो जब येशू ख्रीष्टलाई तपाईले तपाईको जीवनको गोठालो बनाउनु हुन्छ नि, उहाँले तपाईलाई कहिले पनि एक्लो छोड्नुहुन्न। प्रभु येशू तपाईको हरेक पाइलामा तपाईसँग हुनुहुन्छ र उहाँले तपाईको डर र चिन्तालाई हटाउनुहुन्छ। यदि तपाई आज एक्लोपन महसुस गरिरहनु भएको छ भने एकचोटि प्रभु येशूलाई सम्झनुहोस्। उहाँ तपाईको नजिक हुनुहुन्छ, तपाईको हृदयको ढोका कुरिरहनु भएको छ। उहाँलाई तपाईको जीवनमा आउन दिनुहोस् र तपाईले आफ्नो जीवनमा कहिले नपाएको आनन्द र शान्ति पाउनुहुनेछ। उहाँको प्रेम अँध्यारोमा बत्ती र एक्लोपनमा साथी बन्नेछ। आजको यो आशाको किरणलाई तपाईको जीवनमा आउन दिनुहोस् र यदि तपाईलाई यो सानो मेसेजले तपाईको हृदयलाई छोएको छ र तपाई आशिषित हुनु भएको छ भने यो भिडियोलाई शेयर गर्नुहोस् र अरूलाई पनि आशिषित बनाउनुहोस्। हुन्छ, फेरि पनि जय मसीह।